गुड इभिनिङ आन्टी अङ्कलहरू। आज चाहिँ शनिबार अनि मैले खाना पकाउने ट्राई गरेँ। सुरुमा मैले तेल राखेँ, त्यसपछि मैले मेथी हालेँ, मैले त्यसपछि प्याज हालेँ, प्याजलाई एकछिन ब्राउन हुन छु। त्यसपछि अब मैले आलु हाल्दैछु, अलिक थोरै भएछ फेरि हालेँ। अब एकछिन आलु भुटिँदै गर्छ। अब फेरि म बेसार हाल्छु, फेरि चलाउँछु अनि मैले चलाएँ। अब एकछिन आलु भुट्यो। अब म नुन हाल्छु, नुन स्वाद अनुसार हाल्ने। अब छोपिदिने। अब मैले चामल पखाल्दैछु, कुकरको बिर्को लगाउँछु। अब म सक्दिनँ। अब मैले बाम बसाएँ अनि मैले थोरै भुइँमा पानी पोखेको छु, त्यही भएर पुस्न थालेँ। फेरि सब्जी त मेरो चलाउनु थियो अनि मैले सब्जी चलाएँ। लगभग पाक्न आँटेछ अङ्कल आन्टी। अब म ग्यासकै माथि बसेर आलु चलाउन थालेँ। फेरि म उत्रेँ। अब म सोलर पकाउँछु अलिकति। ल एकछिन कुकरमा त सिटी लाग्यो भन्दै बिर्सेछु। अब आलु निकालेर सोलर पकाउँछु। तेल हालेँ, प्याज हालेँ, अब मही हालेँ, स्वाद अनुसार अलिकति नुन हालेँ। चलाएँ। अब चाहिँ म मलाई माम पस्किन्छु अनि गमका गम खाइदिन्छु। हेर्नुहोस् है मैले कसरी खाएँ। मिठो थियो आज मैले पकाएको खाना। लभ इट। सी यू नेक्स्ट टाइम।